हामी अहिले यो मेलम्ची खोलाको मध्य भागमा झोलुङ्गे पुलमा छौँ। यहाँ हाम्रो उषा, साली र म अहिले हामी यहाँ छौँ भने झोलुङ्गे पुलमा छौँ र यहाँ यतापट्टि देख्न सकिन्छ अस्ति यो साउनको होइन बाढी, साउनको कि भदौको बाढी हो, साउनको बाढी होइन, साउन 16 गते होइन, साउन 16 गतेको बाढीले जुन तस नस पारेको मेलम्ची बस्तीहरू, रिसोर्टहरू अहिले खोलाको बीच मध्य भागमा छन् र त्यहाँ रिसोर्टको मुनिबाट पानी बगिरहेको छ। यो अवस्था देख्दाखेरि लाग्छ धेरैका सपनाहरू माथि तुषारपात भएका छन्। धेरैका जीवन यो मेलम्ची खोलाले समाप्त गरेको छ र यो एकदमै दर्दनाक पीडादायी अवस्था देख्न आउँछ। जुनसुकैको पनि यो ठाउँमा आइपुग्दाखेरि मन धमिलो हुन्छ, आँखा रसाउँछन्। यो दृश्य परिदृश्यलाई हामी कैद गर्दै अहिले अगाडि बढिरहेका छौँ र खोला सुसाइरहेको छ, बगिरहेको छ। यता हाम्रो साली छिन् भने यता हाम्रो साली उषा अब दृश्य कैद गर्दै यो एउटा परिस्थितिबाट गुज्रिरहेको मेलम्चीलाई हामी अवलोकन गर्ने आज अवसर पाइयो। अब यसको लागि त हाम्रो हिजोको बेहुला हाम्रो लक्ष्मण दुलाल सरलाई धन्यवाद ल उहाँहरूको दाम्पत्य जीवनको हामी सुखद कामना गर्दछौँ। यही मेलम्चीको झोलुङ्गे पुलको मध्य भागबाट।